Hi guys, welcome back to a day in my life. बिहान उठेर दाँत मजाले माझे 100 रुपियाँ पैसा बोकेर म पसलतिर लागे 50 रुपियाँको साबुन किने 50 रुपियाँ फिर्ता आयो। आज मेरो स्पेशल दिन थियो। किन स्पेशल थियो भनेर चाहिँ भिडियोको अन्तिममा थाहा पाउनुहुन्छ। टिकटकमा मेरो 3.5 के फलोअर्स पुगेकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। टिकटकमा धेरै ध्यान दियो भने इन्स्टाग्राममा कन्टेन्ट बनाउन चाहिँ भ्याउँदिन। म लकअप रिलेटेड कन्टेन्ट त मैले एउटा पनि हाल्न भ्याएको छैन आजकल। धेरै दिनपछि नुहाएर होला फ्रेश फिल भइरहेको थियो। त्यसपछि म रेडी भएँ अनि मम्मीसँग लागे पश्चिम स्ट्यान्डतिर। दुर्गापुरसम्म बसले लान मानेको थिएन अनि हामी चाहिँ म्याजिक कुरेर बस्यौँ। सीता आन्टी मम्मी अनि हामी पुग्यौँ दुर्गापुर। दुर्गापुरदेखि हामीले एउटा प्राइभेट जेट बुक गर्यौँ। दिस इज टिपिकल नेपाली मदर बिहेभियर। सँगै बसेर भिडियो खिच्नु पर्यो रे। हामी आउँदैछौँ भनेको कुरा ठुलो मम्मीलाई थाहा थिएन। ठुलो मम्मी घरमा जाँदा पुरा सरप्राइज हुनुभयो। अब ठुलो मम्मीलाई पनि लिएर हामी लाग्यौँ मामा घरतिर। बाटोको बिचमा त पुरा खोला बगिरहेको थियो। मलाई हिलोमा टेक्न चाहिँ लास्टै सिक्सीको लाग्छ। एकछिन चाँड त के भयो हाम्रो ठुलो मम्मी त एक्कासी बाटोमै नाच्न थाल्नुभयो। ठुलो मम्मीले चाहिँ आफ्नो जग्गाको टुर दिँदै हुनुहुन्थ्यो। खेतको आलिआली हुँदै हामी मामा घर आइपुग्न लाग्यौँ। भिडियोको सुरुमा भनेको मेरो स्पेशल सरप्राइज चाहिँ यही हो। यो बिरालोको बच्चालाई के हुन्छ भनेर भिडियोको अन्तिममा हेर्नुहोस्। एकैछिनको गफ भेटघाट भइसके पछाडि चाहिँ फोटो सेसनतिर लाग्यो। एक दुईवटा मैले दामी दामी टिकटक पनि बनाइदिएँ। अब घर फर्किने बेला भइसकेको थियो। बिरालोको बच्चाहरू चाहिँ सीता आन्टीले पाल्नका लागि बोरामा हालेर लानुभयो। आजको लागि चाहिँ यति नै। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद अनि लाइक गर्न चाहिँ नबिर्सिनु होला। फलो गर्न त भन्नु पर्दैन।